अहिले मलाई लाग्छ कि सर मेरो ज्यान छौन्जेल त हेरौँला गरौँला। अहिले अब के गरिदियो हुन्थ्यो जस्तो लाग्छ त नि हामीले? उपचार गर्ने ठाउँ पाए हुन्थ्यो भन्नु खोजे। अब अलिक गतिलो गरिहानी सक्ने भए, कुरो बुझ्ने भए बाउले पनि हेर्थे होलान्। अब बाउ के पनि त्यस्तै भयो। अहिले मलाई लाग्छ कि सर मेरो ज्यान छौन्जेल त हेरौँला गरौँला। मेरो ज्यान पछिले दुःख पाउले के होला भन्ने मनमा लाग्छ। त्यहाँ स्कुलमा नि के अरे मिटिङ भएको थियो पोहोरको वर्ष मिटिङ भएको थियो। 15-16 वर्ष पुगेपछि आफ्नो बच्चा जिम्मा लिन पर्ने हुन्छ भन्ने कुरा गर्नुभयो। अनि सबैजनाले भन्यो कि हामीलाई बरु यही सघाउ गरेर मिल्छ भने यहीँ सघाउ गर्छौँ। अब हामी त बनपा हिँड्नुपर्छ, मेला हिँड्नुपर्छ, यस्तो बच्चालाई छोडेर। जमाना गतिलो छैन, समय गतिलो छैन, मान्छे गतिलो छैनन्। अब आफू त घरमा छोडेर हिँड्नुपर्छ। त्यो चाहिँ अलिकति बुझ्या हो कि के हो पनि। संसार रातभरि खोज्न हिँड्नुपर्ने, आफू काममा हिँड्नुपर्ने, आउँदाखेरि खोज्न हिँड्नुपर्ने। अनि कहिले माथि डाँडो पुग्ने, कहिले पलगाउँ पुग्ने, कहिले ऊ तल ढुङ्गा गाउँ भन्ने। काममा पुगेर आज रातमा गएर लिएर आएँ, ब्याग लिएर गएर। बेसरी दुःख लाग्छ हजुरलाई। कति वर्ष हुनुभयो? 65 भयो होला। 65 मात्रै पुग्नुभयो होला? हजुर गयो होला कि नारीतामा त अझ 50। त्यही त हो नि सर। अब इन्कम सोर्स भनेको त्यही नै हो, अरू कोही छैन कमाउने।